तपाईहरुलाई थाहा छ तपाईहरुले चलाउनु भएको मोबाइलको सिम कसको नाममा छ? थाहा नहुन पनि सक्छ। बुवा आमाको नाममा छ कि, दाजुभाइको नाममा छ कि, दिदीबहिनीको नाममा छ कि या अरु कसैको? यो थाहा पाउनलाई यो भिडियो पुरा हेर्नु होला। साथीहरु, अब म डायल बटनमा गए सर्वप्रथम म एनसेलको लागि नम्बर पत्ता लगाउन गइरहेको छु, जसमा *9966# डायल गरेपछि एनसेलको नामको सिम कसको नाममा छ भनेर थाहा हुन्छ। मैले यो डायल गरे र यहाँ भन्यो दिस नम्बर इज रजिस्टर्ड बाइ प्रेम बहादुर थापा मगर। यो सिम मेरै नाममा दर्ता भएको छ। यो थाहा पाए। अब यसले भनेछ यदि यो हो भने 1 लेख्नुस्, होइन भने 2 लेख्नुस् भनेको छ। मैले करेक्ट भर्जनले 1 लेखे र सेन्ड गरे र यसले भन्यो थ्यांक यू फर इन्फर्मेसन भनेर उसले यो मेसेज आयो है साथीहरु। ल अब यसको लागि फेरि नमस्तेको लागि फेरि चेक गर्न गइरहेको छु। नमस्ते *922# यो नमस्तेको लागि यो डायल गरेपछि तपाईले मैले नमस्तेको सिम चुज गरे है। नमस्तेको सिम 1 मा छ मेरो। चुज गरिसकेपछि यो आयो दिस नम्बर इज रजिस्टर्ड बाइ नेम बिन्दु कुमारी थापा। यो मेरो परिवारको नाममा भएको कारणले गर्दा उसको नाम लेखा यो मेरो नाममा रहन्छ भन्ने थाहा भयो। यति यो भिडियो हेरिसकेपछि साथीहरु, अब हजुरले पनि थाहा पाइसक्नु भयो होला आफूसँग भएको मोबाइलको सिम कसको नाममा छ भनेर थाहा पाइसक्नु भयो होला भन्ने मैले आशा गरेको छु। र हस्त साथीहरु, यति बेलासम्म यो भिडियोले साथ दिनुभयो। यहाँहरुलाई धेरै धेरै धन्यवाद। हस्त नमस्कार।